सबैजनाले प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। के गर्दै हुनुहुन्छ? आरामै हुनुहुन्छ? म पनि आरामै छु। यति बेला करिब रातको 10 बज्नै आँटेको छ। कतिजना सुतिसक्नु भएको होला, कतिजना प्रभुसँग बातचित गर्दै हुनुहुन्छ होला, कति प्रभुको महिमा गर्दै हुनुहुन्छ होला। र जहाँबाट जुन अवस्थाबाट प्रभुलाई महिमा गर्नेहरूले प्रभुलाई महिमा गर्न छुटेको छ भने सम्झिनुहोस् है, सम्झिनुहोस्, प्रभु चाँडै आउँदै हुनुहुन्छ। त्यसैले आज रातको समय आउनुभयो भने फेरि छोडिन्छौँ हामी। त्यसैले मैले त सुरु गर्न लागेँ 242 नम्बरको भजन। छोटो हामी प्रार्थना गर्छौँ। आउनुहोस्। पवित्र स्वर्गीय पिता, तपाईँ परमेश्वर धन्यवाद दिन्छु। तपाईँ अति पवित्र, आदरको योग्य, सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी स्वर्गीय प्रभुजी, कयौँ मानिसले साथ यो मौका पाउन सकेनन्। यो रातको करिब 10 बज्ने आँटेको प्रहरमा यो सन्ध्याकालीन रात्रिकालीन यो सौभाग्य प्रभु यो रात्रिकालीन प्रहरमा तपाईँलाई दिनुभएको छ र तपाईँको सामु म फेरि पनि महिमा गर्न जाँदैछु। बिचमा बाडा अवरोध सबै कुरा अन्धकारको शक्तिलाई यीशुको नाममा खण्डन गर्दै पवित्र तपाईँ परमेश्वर कृपा गर्नुहोस्। प्रभु धन्यवाद, यीशु प्रभुको नाममा आमेन। फेरि पनि स्वागत छ। जय मसीह अनि नमस्कार। जो जतिजनाले ज्ञानको घर युट्युब च्यानल हेर्दै हुनुहुन्छ, तपाईँहरूको माझमा म एउटा भजन नम्बर 242 यो तपाईँ विश्वास गर्नुभएकाहरूले झनै इम्पोर्टेन्ट छ। विश्वास नगर्नेहरूलाई पनि धेरै महत्त्वपूर्ण छ। हामी कीर्तन भजन जसरी हिन्दू धर्मावलम्बीहरूले हैन कीर्तन भजन गर्नुहुन्छ, आज भजन गर्नु भनेको हृदयलाई शान्त, आत्मालाई शान्ति, आत्माको उन्नति अनि शरीरलाई पनि आत्मिक उन्नतितिर लम्काउनुको निम्ति ठुलो भूमिका रहेको हुन्छ। त्यसैले सङ्कोच नमानी सुन्न सक्नुहुन्छ, यसका शब्दहरू बुझ्न सक्नुहुन्छ। खासमा के भनिएको छ है, भजन गाउने ठुलो कुरो होइन, भजनका शब्दले के भनेको छ र जीवनमा कस्तो घटना घटिरहेको छ भन्ने कुराको यथार्थ तपाईँ र मलाई जानकारी दिनुपर्छ है। ल म सुरु गरेँ। जानी नजानी भने त लगभग स्पेसल तरिकाले आउँछ। गिटार सिक्ने क्रममा छु, खल्लो हुनसक्छ, माफ गर्नुहोला होइन। तपाईँहरूको प्रार्थनाको खाँचो छ। हामी यस घरै उपमहानगरपालिका लखनपार्क स्थित ठाउँमा छौँ। कहिलेकाहीँ तपाईँ फुर्सद छ भने शनिबार सम्झन सक्नुहुन्छ। हामी हरेक अपरात्र तरिकाले तपाईँहरूको सेवामा खटिरहेका छौँ। त्यसैले गर्दा कहिले हामी धार्मिकका कुरा गर्छौँ, कहिले ज्ञानका कुरा गर्छौँ र कहिले हामी शक्तिशाली जीवनको उन्नतिको कुरा गर्दछौँ। कहिले समय सामयिक विषय लिएर विभिन्न व्यक्तिहरूसँग विषय समय सान्दर्भिक कुरा पनि गर्दछौँ। आज भने पालो रहेको छ असल परमेश्वरको भजन है। तपाईँहरूको माझमा बिचमा लाइन गएको
कारणले गर्दा अलिकति भजनलाई निरन्तरता दिन सकेन, माफ गर्नुहोला है। म 2 नम्बरको गाउन गइरहेको छु, 242 को नम्बर 2 को। जीवन हाम्रो छोटो छ लामो जीवन येशूमा, जीवन हाम्रो छोटो छ लामो जीवन येशूमा, बुझेर आज नै मात्र बोलेसन छैन, हाम्रो येशू आउनै लागेछ, ओ हाम्रो येशू आउनै लागेछ। लौ दाजु सुन न, लौ बहिनी सुन न, येशूको मन्दिरमा पुन नबुझेर हृदयमा चिनेर जीवन हाम्रो छोटो छ लामो जीवन येशूमा, जीवन हाम्रो छोटो छ लामो जीवन येशूमा, बुझेर आज नै मात्र बोल्छन् छैन, हाम्रो येशू आउनै लागेछ, ओ हाम्रो येशू आउनै लागेछ। हालेलुया, जयकार होस्, हालेलुया। प्रभुलाई धन्यवाद होस्, महिमा होस्, अनि परमेश्वरको नाउँ उच्च होस्, पवित्र होस्। किनभने जब जब हामी प्रभुको नाउँलाई सम्झिन्छौँ तब तब हाम्रो सबै कुरा परमेश्वर जान्नुहुन्छ। त्यसैले जताबाट यो भिडियो हेर्दै हुनुहुन्छ, मैले तपाईँहरूको माझमा साँच्चै नै यो भजनले भने झैँ जीवन हाम्रो के छ, छोटो छ होइन। जीवन हाम्रो छोटो छ लामो जीवन येशूमा, कल्वरी दानाको त्यो एउटै क्रुसमा, कल्वरी दानामा त्यो एउटै क्रुसैमा मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा आज मानिसको लागि रगत बगाउन र जिउँदै बलि हुन संसारमा कोही पनि आएनन्। त प्रियजनहरू कोही पनि आएन। आज आउनुभयो त येशू प्रभुमाथि आउनु। यो सत्य कुरा हो, यो यथार्थ कुरा हो। यो तपाईँ र मेरो लागि बडो शुभ सन्देशको कुरा पनि हो। जीवन पाउने कुरा छ, अनन्त जीवन प्राप्त गर्ने कुरा छ। त्यसैले म तपाईँलाई आग्रह गर्न चाहन्छु, म तपाईँलाई बिन्ती गर्न चाहन्छु, येशू प्रभु चाहँदै आउनुहुन्छ। त्यसैले आज जीवन हाम्रो छोटो छ। दर्शक मित्र, प्रिय विश्वासीजनहरू, जीवन हाम्रो छोटो छ लामो जीवन येशूमा होइन। बुझिराख आज नै नत्र भोलि समय छैन, हाम्रो येशू आउनै लागेछ। येशू आउनै लाग्नु भएको छ। भोलि बुझौला, पर्सि गरौला, आज नै गरिहालौँ। सत्य कुरा के हो बुझिहालौँ, साँचो कुरा के हो सुनिहालौँ। तपाईँ र मेरो संसारमा बाँचुन्जेलसम्म मात्रै नभएर मृत्यु पश्चातको यो अन्तिम घडीमा पनि यो आत्माले जवाब माग्नेछ। त्यसैले आज तपाईँले म नमन गर्न चाहन्छु। यो रात्रिकालीन करिब 10 बजिसकेको छ यति बेला। त्यसैले गर्दा आज म तपाईँहरूको माझमा यो छोटो मिठो भजन यही राख्छु। फेरि पनि प्रभुले साँचे नमरी बाँचे अर्को भजनमा भजन अझै उत्साह आनन्द प्रभुको महिमा गर्नको लागि फेरि पनि तपाईँहरूसँग भेट हुने नै छु। अहिले भने म बिदा हुन्छु। यो भिडियोले लाइक, सेयर, सब्सक्राइब र आत्मिक उन्नति जागृति हुँदै जाओस् तपाईँको परिवारमा। यदि तपाईँहरूमा कसैले प्रार्थना गर्न आउँदैन, कसैले तपाईँ चिन्तित हुनुहुन्छ भने आज तपाईँले कमेन्ट बक्समा छोड्न सक्नुहुन्छ विषय प्रार्थना र विभिन्न वचनका कुराहरू, र नजिक हुनुहुन्छ भने भेट्न पनि सक्नुहुन्छ। त्यसैले
म यो भिडियो यहीँ राख्न चाहन्छु। जय मसी, दर्शकहरूलाई नमस्कार है।